छैन छोरो केही छैन बुढा के हुन छ र हजुर बिस्तारै गर न कहाँ जाने हो र कहाँ जाने हो र ढिलो भयो र कहाँ जाने हो र तिमी कहाँ जाने हो र कहाँ जाने हो र म ट्रेन स्टेसन जाने हो कसँग जाने त सकिगयो नि भन्न न बाबुको नाम के हो अरे बाबुको मम्मीको नाम के हो अरे तेरीको नाम के हो छोरा ए भाइको नाम के हो अनि के छ अरू खबर सुनाऊ त्यस्तो मान्ने राम्रोसँग ठिक छ भन्नु पर्छ अंकित जस्तो बोल्दै हो एकचोटि अब राम्रो छ तिम्रै बोली बोल के छ सुनाऊ तिमी स्कुल जान्छौ कि जान्नौ पढ्न परेको पढेको ठुलो मान्छे भन्छ त नपढेपछि कसरी ठुलो मान्छे भन्छ पढ्न पर्यो पढेर ठुलो मान्छे हुनु पर्यो नि त पढेर तिमी ठुलो मान्छे हुनु पर्यो नि भोलि आउँछु तिमीलाई लिन कहाँ आउँछौ लिन कहाँ घर आउँछौ कहाँ जान्छौ त आज आज रुन्छु ल रोप्छु नि एकचोटि के छैन किन र छोरा आजको प्रोग्राम के छैन के छैन छोरा कसले भन्छ र छोरा त्यस्तो के भन्नुहुन्छ हो र अनि तिमी फेरि स्कुल जाने हो किन सिरियासँग जान्छौ स्कुल किन जाने किन सिरिया त रुन्ने नि त स्कुल जाँदा सिरिया स्कुल जाँदा रुन्ने रेखेर किन रुन्छौ त तिमी सिरियल त म रुन्न भनेछु नि हो तिमीलाई ड्याडीको माया लाउँछ कि मम्मीको लाउँछ कि भाइको सबैको लाउँछ तिमी नेपाल जान्छौ र किन डर लाग्छ किन
किन डर लाग्छ त छोरा रातिमा भोलि घाम लाग्छ जान्छु नेपाल हो र अनि तिम्रो नाम के हो नि नयन अनि के हो हो अम्मा एबिसी जेसम्म नावाई नमै भन्दै होइन कि एबिसिडी भनेर सुन न मेरो कुरा सुन न सुन त तिमी अहिले सानी छौ भोलि तिमी ठुलो हुन्छौ अनि त्यसपछि भाइको हाल्न ड्याडीले भाइको बुबु हाल्न ड्याडीले दिनुहुन्छ अनि हालौले है